अब सम्धि आउँछु भने थियो कहाँ गयो यतिखेरसम्म नि कहाँ गयो होला अलिकति होटलबाट रक्सी किनेर ल्याएको थियो अब आउँछु भनेको थियो आएन हुन त आउन नै टाढैबाट आउनु पर्ने हो अब अलिकति खाँदै गर्छु अनि आएपछि खाउँला अब के गर्ने त यो खाँदै गर्नु पर्यो साथी आइमै शीतन पनि छैन फेरि आज कस्तो बिजोग छ छोरी ए छोरी त्यो शीतन ल्यान रसी बाबा रसी खाँदै शीतनले त ल शीतन पनि के बनायो हो आउँछु भने काम मर्यो आउँदैन एक्लै भयो अब न अरू साथी नि छैन आउँदैन त ओहो छेत्तेरी आइपुग्यो बल्ल बल्ल यहाँ भन्दा हिँडेर आउनु भएको कि गाडीमा हिँडेर आएको टाढाको बाटो अनि त्यही त म त तपाईँलाई कुरेर बसेको अलिकति चाँडा खाउँ भनेर साथीभाइ तपाईँले बोला बोला गर्छ खोइ भ्याउँदैन मिलाएर अलिअलि खानु पर्यो भनेर अनि यो अलिकति रसी लिएर थिएँ मैले तल पसलबाट लिनुहोस् त लसो है लसो लो नुनिलो यहाँ छ ए हस् खाने म पनि अलिकति खान्छु ए हस् त्यसपछि अब दुःख सुख यस्तै गफ गरौँ बसौँ होइन तपाईँ अब माथि आउनु भ्याउँदैन म पनि तलतिर झर्न भ्याउँदैन के हो के मैले अघि नै खाएको थियो कि त्यो अलिकति तपाईँ त अनि खाएपछि त अनि खालि ढल्ने बानी मात्रै के गर्नु सम्झे अब यसो चुरोट ए हुन्छ सम्झे हस् 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 तपाईँ पनि हुन्छ म नि ल चेस गरौँ हुन्छ सम्झे अघि नै खाएको खाना त है यति छ अलिकति थपौँ है होइन सम्झे भयो होला म त लागिसक्यो साह्रै लागिसक्यो अलिक थपौँ अलिक थपौँ लागिसक्यो सम्झे अलिकति थपौँ माथिसक्यो के सम्झे माथिसक्यो अहिले घर जानै सक्दैन के गर्नु सम्झे अब यो त्यति खानु न त्यति खानु त्यो छ जिन्दगी तपाईँ मसँग न्यु खोज्न आउनु भएको खोज्ने खेल्ने भाइ खेल्ने तपाईँ मसँग न्यु खोज्न आउनु भएको है रक्सी खान बोलाएको रक्सी खानु पर्दैन रक्सी खायो शीतन नखाने होला है सम्झे म तपाईँसँग नै न्यु खोज्ने अब तपाईँले मसँग न्यु खोज्या हो साँच्ची हो साँच्ची नै हो खेल्ने भाइ एकै खेल्ने सम्झे अब सम्झी खेल्ने म तपाईँले मलाई भन्न खोजे के मात्यो सम्झे मात्यो अब के गर्नु हो कि खाइ खेल्यो यसो सुन्नु न मेरो कुरा लाग्छ मात्यो मानौ न एक किसिमले होइन अब तपाईँ टुवाके तपाईँ पनि टुवाके होइन म जाडिया सेम उस्तै हो तपाईँले मलाई नि खोज्या हो मलाई नि खोज्यो तपाईँले साँच्ची खोज्या हो नि खोज्या हो सम्झिन नभनिकन म कुट्छु फेरि मलाई कुट्ने सम्झिले हात हाल्ने तपाईँले हाल्छ भने म हाल्ने तपाईँले सक्छ मातिसक्यो म त तपाईँले सक्छ रक्सी कति कडा हो सम्झी पनि कहाँमै छैन भनेको के रक्सी पोखरको पोटे गएको तपाईँले मलाई के भन्न खोजेको भन्न खोजे के सम्झी तपाईँले न्यु खोज्या खोज्ने तपाईँ खालि रक्सी मात्रै खाने न्यु मात्रै खोज्ने तपाईँ म त झ्याम लाग्यो ल रक्सी तपाईँको अब म खाँदै मेरो पनि ल अब के गर्नु अब के खाने त अब यही ल सम्झीको पारै यस्तै छ के गर्नु यस्तो ताली त हुँदैन सम्झी हुँदैन तपाईँ खालि न्यु मात्रै खोज्ने खालि न्यु मात्रै तपाईँले मसँग न्यु खोज्या हो तपाईँले मसँग न्यु खोज्या हो तपाईँ न्यु खोज्या हो तपाईँ न्यु
Ay, makinta. Ay, आपने उधर सर में इतना बात ये समझिल दा आंदे आंदे अच्छा ये जोड़ा ये समझिल सारे नहीं हुई अरे हमें तो ये बात समझ 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 काम थे ना मारी हो मैं मरने मजा हो बन्ने हो जा बन्ने हो जा तपाईँ सम्धि भने म बसेको तपाईँ खाना बनाए मलाई उल्टा सोध्ने तपाईँले यस्तो नै हुन्छ सम्धि तपाईँको पारा अझै खुद्दै सम्झ तपाईँ म सम्धि सम्धि नभएर यता बस्दा म खुट्टै खुट्टै हाल्छु म त नहुने ठिक्क भयो म चक्कु ल्याउँछु चक्कु लिएर घाँटी काट्ने मामा के भयो के भयो के भने भन्छ के भयो रक्सी खानु भयो रक्सी खाएको सम्धि सम्धि जुधेर सम्धिले यहाँ हानिदिइहाल्यो के गर्ने सम्धिलाई पानी खानुहुन्छ पानी खाऊ कस्तो समस्या के हातमा जानुपर्छ कि खै साह्रै दुखेछ खै बुढी खोइ त सोल्टिना के गर्दै हो बारीमा झाडु खाँदै हेलो सोल्टिना के को लागि हो यो घाँस चाहिँ बाख्राको लागि ए हो र के सही गर्नुपर्ने कि के हो सोल्टिना होइन पर्दैन के सोल्टिना सही गर्नु पर्छ कि पर्दैन हेलो सोल्टिना नाम के हो नि मेरो सम्झना सम्झना हो अनि कहाँ बस्नुहुन्छ त अनि अहिले चाहिँ यहीँ तल बस्छ घर चाहिँ त्रिशुली ए ओहो कसको छोरी रहेछ यति राम्रो योसँग डेटिङ जान पाए कति आनन्द हुन्थ्यो होला सोचेको जस्तो हुन्थ्यो होला के सोच्नु भएको अङ्कल ओहो मैले के सोध्न थालिसक्यो के सोध्न थाल्यो मन त अब त्यस्तो के सोच्नु भएर अङ्कल केही पनि होइन त्यस्तो केही सोचे होइन मैले अङ्कल भनिहाल्यो काम कुरो मिलाएको छैन ल नानी म लाग्यो ल हस् अङ्कल कस्तो मान्छे रहेछ खै एकजना मान्छे आएको थियो के भने के को हो र त्यो मान्छे तैँले चिन्छ र नै चिनेको छैन मैले त पहिलोचोटि देख्दैछु ए छोड त्यस्तो मान्छेको सँग त बरु जाउँ तेरो घरतिर ल जाउँ